कलाकार बन्ने रहर मनमा बोकेर रेडियो छिरेका, श्रोता हँसाउने रुवाउने खुबी भएका, कार्यक्रम चल्ने तर जिन्दगी चल्न गाह्रो भएपछि पासपोर्ट बनाएर विदेश हानिन ठिक्क परेका उनी हुन् अविनाश उर्फ कलकत्तियावाली। कलाकारिताको क पनि नजानेको तर गीत संगीतमा असाध्यै रुचि। इन्डियन आइडलको अडिसनसम्म दिन पुगेकी। केही गीतहरू चले पनि गायक बनेर जिन्दगी चलाउन कठिन भएपछि अल्मलिएकी इसिका उर्फ फुलो। कलाकारितामा सानैदेखिको रुचिले सडक नाटकदेखि अनेक स्टेज शो गरेका, हिरो हुने रहर बोकेका तर सधैँ साइडमा थन्केका उनी हुन् श्याम उर्फ आठीबा। गीत गाउन असाध्यै रुचि भएका, विदेशमा दाजुले कमाएको पैसा कहिले एल्बम त कहिले म्युजिक भिडियो भनेरै सकेका। कुनै समय गीत सिक्नै मुम्बई पुगेका तर हात लाग्यो शून्य भएर देश फर्किएका। अहिले चाहिँ गीतलाई साइड लगाएर निर्देशनमा रमाइरहेका। नाम पछाडि आफूलाई लगानी गर्ने दाजुको नाम पनि झुन्डाएका निर्देशक अरुण विजय। जनकपुरको कुनै पनि कुनामा गएर कुनै पनि रिक्सावालालाई सोध्नुहोस् कलकत्तियावालीको ठेगाना, तपाईलाई सही ठाउँमा पुर्याइदिनेछन्। नोजपुर कलकत्तियावालीको सुटिङ स्थल। यो टोलीले आफ्नै रगत पसिना खर्चेर बनाएको सानोतिनो फिल्म सिटी। रोल एक्सन। आई गई काकी, तू त मर गेल छलिए त केना जी गेलही? ए के कहल को हम मर गेल छलिए? ये काकी तोरे पुतौ छलु पूरा टोला में हल्ला कइने बोलो हम सासु गई। ओए द सात बर मस के बचिया के मार देबै हम कथि कइलिए? कथि के सोसा हल्ला कला केले ह त? हम कहां गल्ला कइलिए? ककरा जरे गल्ला कइलिए हम? कट सधैँ सुटिङ हुन्छ हाम्रो। जस्तै अफिसमा काम गर्न जानुहुन्छ हजुरहरू, त्यस्तै मतलब हामीहरूको यही अफिस हो। एकचोटि घुमाइदिनु न तपाईहरुको अफिस हामीलाई सबै के छ। सुटिङको लागि हुन त यो रामपुर भयो, जनकपुरको नगरपालिकामा पर्छ, तर हामी कमेडीमा मतलब नोजपुर राखेको छु। यहाँ एउटा पोखरी छ, नोचा पोखरी भन्ने। नोचा पोखरी एकदम फेमस छ, त्यसैले त्यसको नाम नोजपुर भनेर राखेको छु। यहाँ चाहिँ तपाईहरु सुत्ने? हामीहरू सुत्छु। यहाँ त्यो ल्यापटप पनि हुन्छ, एडिटिङ यहाँ पनि हुन्छ। तपाईहरुको घरै हो यो? घरै हो। केटा मान्छे जति छ त्यो एसीमा बस्छु। 4-5 जना यहाँ बस्छ अनि हामीहरू उता एयरपोर्टनिर रुम छ, सबजना त्यहाँ केटीहरू जति छन् काम गर्छ यहाँ सबजना। अनि मेरो मसँगै बस्छ, मतलब फ्यामिलीसँगै सबजना बस्छ। यता सुटिङको सामानहरू राखेको छ, लोकल के युज हुन्छ प्रपर्टीहरू त्योहरू पनि उता राखेको छु। यो सानो किचन भयो। अनि यता स्टुडियो हामी बनाएको छु। गाउँ जस्तो हामीहरू बसिरहेको छ त, गाउँ जस्तै सब चिज छ यहाँ भित्र आउने। यहाँ यो पेन्टिङ यता हाम्रै टिमको एउटा कलाकार हो, त्यसले बनाएको। यही नोजपुरभित्र रचना हुन्छन् मैथिली भाषाका हास्य रसले भरिएका सन्देशमूलक भिडियोहरू। साथीहरू हेर्नु, क्लासमेटहरू जति छ त्यो त अविनाश भन्छ। गाउँको मान्छेहरू लडुवा भन्छ। मेरो गाउँमा जो उर्फ नाम हुन्छ नि, उर्फ नाम लडुवा छ। म एउटा तेस्रो लिङ्गीको एक्टिङ गरेछु, साडी लगाएर, अनि त्यसको नाम कलकत्तियावाली पर्यो। रेडी ल क्यामेरा एक्सन। गामे गामे टोले टोले हल्ला करै छै, गामे गामे गलिए गलिए हल्ला करै छै। कलकत्तियावाली लाली लगा क माछ बेचै छै। कट। कलकत्तियावाली भन्ने एउटा हरेक गाउँमा एउटा कुनै आइमाई हुन्छ जसले आउँछ सिकाउँछ, ए एना कर न, एकरा एना कद, एमा लोक हँसतै, एमे एना होतै। गाउँको नेता भन्नु पर्यो, तर नेता हुँदैन। काकी टोलक नेता छैत, काकी टोलक नेता छैत, यस्तै छ। हाम्रो मिथिलाञ्चलमा जति छ, यदि बुहारी बनेर तपाईँ आउनुहुन्छ तपाईँले विद्या भनेर भन्दैन। तपाईँ काठमाडौँबाट आउनु भएको छ त काठमाडौँवाली, कलकत्ताको कलकत्तियावाली भन्छ।
काठमाडौँले नसुन्ने र नबुझ्ने भाषामा यो टोलीले बनाएका कलकत्तियावाली अनि अरू थुप्रै नाम गरेका युट्युब भिडियो नेपाल र भारतका लाखौं मानिसले हेर्छन्। पहिला म आफै गर्थेँ, म राम्रो हुँदैन त्यति मेकअप पनि गर्दैन थिएँ। एउटा फिल्ममा मेकअप दाइ आउनु भएको थियो, सबैलाई मेकअप गर्यो अनि धीरे धीरे बिस्तारै बिस्तारै सामान यो चाहिन्छ अब आउँछ। यो पोसाकहरू लगाउँदा लगाउँदै मान्छेहरू पनि भन्छ कि यो आइमाई हो जस्तो लाग्छ। पोसाक अनुसारले क्यारेक्टरमा फिल आउँछ। पहिला लुगा पनि थिएन आफ्नो। एउटा अङ्कल थियो अशोक अङ्कल सिराहाको, अङ्कलैको बुढीवाला त्यो थियो, लुगाहरू सबै लगाएर ब्लाउजहरू लगाएर अनि त्यो गरे थिए, टाउकोमा यस्तो साडी राखेर अनि गरे। भिडियोका हरेक पात्र साना ठुला सबैका ढुकढुकीमा बसेका छन्। नोजपुरको यो सुटिङ स्थलमा त कहिलेकाहीँ सुटिङ हेर्नेहरूको सम्हाली नसक्नुको भिड लाग्छ अरे। साथीहरू कहाँ आउनु भएको अहिले? कसलाई? कलकत्तावालीलाई हेर्छ नि, फ्यान उहाँको त हामीहरू त उहाँ 8 बार गेट बन्द कालेली ढोका खोल्नु न, आउनु न, एउटा फोटो खिचाउनु न हामीहरूसँग। केनाची टिम्की केनाची आओ कता से आइल छियै सब? हम त जनकपुरे से आइल छियै, हम दीदी के घर के 3 महला कोठा नै अब। थ्याङ्क यू। हाम्रो मिथिलाको नाम रोशन भइरहेछ योहरू पनि हेर्दा। सबैजना कहाँ कहाँ इन्डियामा पनि सबैजना हेर्छ। अस्ति त हामीहरू आएको थिएँ अनि इन्डियाको धेरै मान्छे आएको थियो, दिदीहरू हो मेरो बाहिर सेप्पा अरुणाचल प्रदेश, उहाँहरू हेर्नुहुन्छ सबैले। उसले पनि हेर्छ के मन पर्छ उसको उहाँको? लास्टमा मोरल दिएको रहन्छ, धेरै कुरा त्योबाट सिक्न पाउँछ। जुन चिज चलाउन आउँदैन त्यो चिज दहेजमा नमाग्ने। धेरै सुटिङ हुने बेलामा जति चर्को घाम हो या पानी हो अनि दर्शकहरू मान्छेहरू बसिरहन्छ यहाँ अगाडि पछाडि कतिखेर हुन्छ। सुटिङ हेर्न दिँदैन, तैपनि कि कतै बाटोको सिन हुन्छ कहीँ हुन्छ भनेर हेर्छु। खाना नास्ता लिएर आउँछ अनि बस्दै गर्छ, माया लाग्छ, गएर कुराकानी गरिहाल्छु। जसले धेरै टाढाबाट आउँछ गाडी बुक गरेर आउँछ अनि गाडी उता हुन्छ हेर्छु अनि गएर 5 मिनट कुरा गरिहाल्छु। गाडी बुक गरेर पनि आउँछ? धेरै इन्डियाबाट दिल्लीहरूबाट मान्छे आउँछ नि। मलाई भेट्न व्यक्तिगत आउँदैन, त्यो जानकीजीको दर्शन गर्न आउँछ अनि थाहा हुन्छ कि ए कलकत्तावाली त जनकपुरको छ भनेर खोज्दै जति टेम्पोवाला छ सबैले थाहा छ जनकपुरमा कतै भन्दाखेरि कलकत्तावालीको सुटिङ अनि मेरो सुटिङमा ल्याइदिन्छ। त्यहाँ कुखुरा राखेछु, कुखुरा पनि सानो छ, त्यो पनि ठुलो हुन्छ, त्यो पनि खाने। 3वटा पोखरी छ यस्तो, 3वटा छ, एउटामा 500 भयो, एउटामा 1000 भयो, एउटामा 1500 भयो, त्यसमा ठुलो हुन्छ, फेरि यसमा हाल्छु, फेरि त्यस्तै। कसले काम गर्छ नि? सबैजना सुटिङ अहिले यदि यसलाई सफा गर्नु छ भने त्यसै खालको स्टोरी लेखिदिनुहुन्छ त हामी सबैजना जाने अनि सुटिङ पनि गर्ने, कुरा गर्दै गर्ने अनि सब काम पनि गर्दै। कति रमाइलो रहेछ। गाई छ, कुनै बाथ बनको सिन हुन्छ भने एउटा हँसुवा लिने आएर यहीँ बसेर काट्दै जाने, कुरा गर्दै जाने, एउटा सिन पनि क्रिएट भयो अनि त्यसपछि यो घाँस गाई पनि खाइलिन्छ। यसलाई बर्नी खर भन्छ। यसलाई काटेर सुकाएर अनि यत्रो बाँध्ने अनि यहाँ बटोर्ने, बढार्ने कुच्चो। के लाउनु भएको छ त यहाँ अहिले? यहाँ भिन्डी छ अनि घिउरा के भन्छ, बोरी छ, भन्टा छ, लौकी छ, फर्सी छ अनि सिमी रोपेछु। एउटै घरमा हामी
4वटा आँगना बनाएको छु मतलब एउटै घरमा 4 जनाको घर भयो यो हेराए मतलब अविनाश जस्तै अविनाश हो यसको घर भयो त्यो मेरो घर भयो त्यो आँगना त्यो सायद अर्कोको घर भयो यतै बाहिर जाने एउटै घरबाट सब मिल्छ यसमा 6वटा गेट छ यो मनिषा यो अनिशा यदि चाहिँ पेन्टिङ बनाउँछ पेन्टिङ पनि बनाउँछ राम्रो चित्र बनाएको तपाईहरुले त अनि यो भयो एउटा आँगना यता हुनु ल यसबाट यो भयो अरू जनाको घर चेन्ज भयो जति जति माटोको कला मेरो छ अनि कोठीहरू बनाएको छु नि त्यो राख्ने त्यो मैले बनाएको छु चुलोहरू बनाएको छु मैले यो भित्र काम साम चलिरहेछ लौका बारीको हैन त बारीकै हो अर्को आँगनामा जानु छ भएर यताबाट अर्को आँगनामा त्यस्तो बनाएको छु कि भिडियोमा हेर्नुहुन्छ लाग्छ कि कहाँको कुन गाउँको त्यस्तो लाग्छ 10 12 15वटा आँगना भइहाल्यो कहाँ हेरेर सिक्नु भयो कि त म मुम्बई बस्थेँ नि अनि त्यहाँ मुम्बईमा फिल्म सिटीहरूमा गएको थिएँ घुम्नलाई त्यहाँ गए हेर्छु त यार एउटै घरमा 4-4वटा घर छ गेट छ 2 तल्ले घरमा जानु छ सिँढीबाट जान्छ त्यहाँ घरै छैन गेट मात्रै छ अनि यहाँ आए त दिमाग लाग्यो त्यस्तै गर्नुपर्छ हामीलाई पनि एउटै घरबाट 4-4वटा एउटै खर्चमा 2टा भइहाल्छ 4वटा भइहाल्छ मुम्बई कति बस्नुभयो म त 2012 देखि 18 सम्म म लाभझाप जान्थे त्यहाँ बस्थे अनि सुरेश वाडेकर सिङ्गर चिन्नुहुन्छ उहाँको इन्स्टिट्युटमा क्लास पनि गरेँ म म्युजिक क्लास लाखौं दर्शकको दिलभित्र स्थायी ठेगाना बनाउनु अघि यो टोली बेठेगान थियो अरुण र इसिका बम्बईको संघर्षसँग गलेका थिए अविनाश पासपोर्टका पाना पल्टाउँदै थिए श्याम मलेसियामा कविता लेख्दै थिए अन्सा र मनसा हुर्किएको धनुषा धाम छेउैको मुसहर टोला त सायद नक्सामै थिएन मिथिला क्षेत्रका गाउँघरमा सानैदेखि देखेका संगीत नाटक र प्रहसनहरूले यी सबैका नसामा कलाकारिता सल्बलाइदिएको थियो कथा जिन्दगीका त आफ्ना कति कलाकारको यस्तो हुन्छ कि दुःखले गर्दा पैसा नभएर गर्दा म यसमा काम रुचि आउँछ भने गर्छ कि तर मेरो यस्तो होइन मेरो घर पनि सुखी सम्पन्नै छ पुरोहिती पूजा गरेर म पण्डित झा मैथिल ब्राह्मण यहाँको सानैदेखि कलाकारिता मलाई धेरै रुचि थियो म आफ्नो गार्जियनको सहमति नजनाएर म त्यसलाई नभनेर किनभने मलाई सपोर्ट गर्दैन थियो पहिला पढ्नु लेख्नु आफ्नो जातिमा जुन काम हुन्छ त्यो काम गर्नु त्यस्तो थियो पण्डितै गर्नु भने पूजापाठ गर्नु मेरो पढ्ने इच्छा थिएन जबरदस्ती मेरो ठुलो दाइले पठाइदिनु हो जनकपुरकै जनकपुर आएपछि मलाई त रुचि थियो कलाकारितामा अनि म रेडियो टुडे जोइन गरेको पढाइ पनि भइरहेको थियो अनि काम पनि भइरहेको मलाई त कस्तो अर्कै मान्छेसँग बोले जस्तो भइसक्यो नि तपाईलाई मलाई नै आएर भन्छ कि हाम्रा कलकतिया वाली के देखके छले त हम जखन बुझि जाइ छलिए मलाई थाहा हुन्थ्यो कि मलाई नै खोजिरहेछ भने हैन अहिले आएको छैन त्यसले आफ्नो घर गएछ तराईको मान्छेहरू यसलाई हौसली भन्छ अहिले त यो चल्दैन तैपनि म भिडियोमा लाउँछु यसलाई पाइत भन्छ पहिला पैसा सुन चाँदी कम भएको बेलामा मान्छेहरू यो नेपाली पैसा यो 1 रुपैयाँ गरेर जम्मा गरेर अनि सुनार कहाँ जान्थे अनि यो माला यसलाई पाइत यो भयो यता भाइ हाम्रो सानो भाइ यो पिपी नाम भयो यसको यो टिमको मान्छे कलाकारिताको नाम ओरिजिनल नाम भयो यसको सञ्जय राउत अनि 2टा क्यारेक्टर गर्छ यो पिपीको एउटा क्यारेक्टर गर्छ अनि एउटा बुढोको क्यारेक्टर गर्छ त्यो बुढोमा नाम छ यसको हागना अलि अजीब नाम हो हागना तर एकदम राम्रो बुढोमा पिपी भनेको बुझ्नुभयो त भाइ आजको काम हो माथिबाट आउने जसको उमेर पुगेछ मृत्यु गरिदिने लिएर जाने त्यस्तो एउटा सिरियल भएर त्यसमा यमराजको रोल यही गरे
हेर्नु कस्तो पिपी पिपी तपाईँले चाहिँ यो सबै गर्न कसरी सिक्नु भयो नि अभिनय गर्न एउटा प्रोग्राममा गएको थियो हेर्नु बस्ने हुन्छ नि कलाकारहरूको ठाउँ त्योमा गयो भेट्न गएको मैले भनेको म पनि काम गर्छु त मेरो नम्बर दियो तपाईँ के गर्दै हुनुहुन्थ्यो त त्यो बेलामा पहिला म अर्कै काम के गरिरहेको काम गर्नु बाख्रा थियो भैँसी थियो गाई थियो त्यसपछि यहाँ आयो त यहाँबाट मेरो लाइफ चेन्ज भइहाल्यो लाइफै चेन्ज भयो कसरी चेन्ज भयो नि जुन सपना थियो त्यो पुरा भइहाल्यो के सपना थियो कलाकार बन्न थियो कलाकार बन्यो अहिले त सिकिरहेको छु पहिला त मलाई धेरै मान्छेहरूले हेपिरहेको थियो त्यहाँ जान्छु त्यहाँ गाली गरिरहेको थियो हाइट छोट छ भने भन्टा बानीहरू सबै चिज भनिरहेको थियो मजाकहरू उडाउँथ्यो धेरै अब दबाईहरू खाएर त लामो ठुलो हाइट त हुँदैन घाँटीबाट खुट्टामा रति लगाएर त ठुलो हुँदैन दुःख लाग्थ्यो अब त कुनै ठाउँमा जान्छु त धेरै भिड भइहाल्छ हो हो किन नि फोटो खिचाउने भिडियो बनाउने अब मान्छेहरूले भन्छ राम्रो कुरा भन्छ त सुन्छु खराब भन्छ त म सुन्दिनँ एक्सन कनिका लग में रही कनिका रेख देख कर कता छिछिया त रही छे एकरा लग में हम रहबै हम रहबै त हमरो पागल कर देते एकरा सामने में बम फोड़ देती ओकरा कुछ पता नहीं रहे कट ले फिर ले और कह दे दोनों प्राणी का चपुड़िया जोन भैया भैया सुन्नु फिर काट दे रोल नाम त एउटै अरुण यादव हो तर दाइको नाम मेरो दाइको नाम विजय हो दाइ यति सपोर्ट गर्नुभयो नि अनि मैले भने किन म आफ्नो एक्लै नाम दाइको नाम पनि त्यसमा समावेश गरौँ अरुण विजय भने राखेँ म एउटा चिट गरेको छु म त स्कुलमा पैसा दिन पठाएँ मलाई 30,000 रुपियाँ त्यो पैसा अनि अरू पैसा मिलाएर अनि फिल्ममा एउटा प्रेमक दिवाना फिल्म बन्दै थियो त्यसमा पैसा दिए अनि 2टा गीत मलाई गाउन दिए त्यसमा त्यो आफैले पैसा दिएर फिल्ममा गीत गाएको त एउटा गीत थियो बुझु नै बुझु प्रीत अहिंसा लगाउने छी मन के उमंग अपना छाती में दबाउने छी बुझु नै बुझु यो गीत त यो गीत रिलिज भएन पैसा गयो स्टार्टिङ त्यहीबाट भयो गीत अनि फेरि एउटा म एल्बम निकालेँ त्यतिखेर म 8 क्लासमा पढ्दै थिएँ 8 कक्षा पढ्दै एल्बम निकालिसके मेरो दाइ विदेश खट्नुहुन्थ्यो अनि दाइले नै पैसा दिनुभयो अनि मम्मी पनि गाई बेचेर के बेचेर हार्मोनियम किने साउन्ड किन्थे के मतलब म्युजिक सिक्नको लागि त्यहाँ मुम्बईमा एउटा क्यासेट पनि बनाएँ म फेरि त जति गरे त्यो दाइले नै दिनुहुन्थ्यो पुरै भिडियो खर्च गरे 8वटा गीतको सुटिङ भएर तर खै दुर्भाग्यवश के भयो त्यो फुटेजै डिलिट भयो पुरै गीतैको फुटेज डिलिट भयो ल एउटा हाम्रो जुन जस्तै मेन कलाकार भयो एउटा मेन कलाकार आउँदै हुन्छ आउनु हेर्नु मेरो जोडी नमस्ते यसको नाम फुलोबती हो उहाँ मेरो स्वास्नी बुढी यो मेरो प्यारी छोरी सुरुदेखि नै मतलब दुईटैको जोडी प्रख्यात भयो क्या यसको नाम फुलो यो पनि सिङ्गिङ गर्न गएको थियो मुम्बईमा मसँगै सिङ्गिङ पनि गर्छ अनि एक्टिङ पनि गर्छ त सिङ्गिङको नाम भयो सिका अनि कमेडीको नाम फुलो साच्चीको नाम चाहिँ पुरो नाम चाहिँ सपना कुमारी पहिले चाहिँ भुजेल थियो अब अहिले त यादव हो पहाडे हो अनि म्याथली बोल्छ म्याथलीमा भिडियो गर्छ कसरी सिक्नु भएको छ मैथिली चाहिँ म सानैदेखि यहीँ बसे हो के हाम्रो जन्म नै यहाँ भएको मैथिली मान्छे क्यामेरा जीता गर्दै जीता अनि नानी अब कसले हेर्छ नानी अब यहाँ यति जना छन् एकजना लिन्छन् अर्को लिन्छन् त्यही हो सबको यहाँ पूजा करेला सब आदमी जय गणेश देवा माता जाके पार्वती पिता महादेवा जय गणेश देवा माता जाके पार्वती पिता महादेवा अब यसो पूजा गरेर पूजा स्टार्ट गर्छौँ हामी नि त सिनियरलाई सब जुनियरले ढोक्छ खुट्टा ढोक्छ
अनि आफ्नो तुरको साथीलाई हात मिलाउँछ। हात मिलाऊ। देखो देखो कालो मदारी आया। म 2030 सालदेखि यो लाइनमा लागेको छु अङ्कल। पहिला महिला चाहिँ मञ्चमा आउँदैन थियो अनि म महिलाको रोल गरेर जान्थेँ। जस्तै अहिले अविनाश गर्दैछ। पहिला त केटीहरू गर्दैन मान्छेहरू भन्थ्यो कि ए फलानुको छोरी स्टेजमा चढ्यो रे सबैजनाले हेऱ्यो त्यसलाई खराब मान्थ्यो। अहिले त केटीहरू पनि आउँछ। अविनाश, पिपी, मनीषा, इशिका चल अनलाइन स्टोरी लेखेको हुन्छु बुझ्नुभयो। मतलब मोबाइलमै नोटमा 10-10 मिनटको जुन भिडियोहरू छ त्यो अनलाइन स्टोरी लेख्छु अनि मुखले सबलाई सम्झाएर यसो गर्छु। जस्तै सिरियलहरू गर्छु नि त सिरियलमा मतलब स्क्रिप्टेड हुन्छ। तपाईँहरूको साउन्ड बोय, लाइट बोय के हुन्छ नि? हाम्रो सिन हुन्छ त लाइटम्यान यो हुन्छ, यसको सिन हुन्छ त म हुन्छु। अहिले जुन गर्छु नि त्यो लाइभ रेकर्डिङ हुन्छ। एउटा रोल एक्सन। भैया के देखला? नहीं कथि भेली से? बदर खसवा कत्ता चल जाए हमरा त एते पितलो रे एक राती घर में नहीं रहे। नहीं रही से वो ठीक है दीदी। कथि? नहीं कुछ। अच्छा हम जाई खोज आइते न त हमरा हल्ला करियो। होतै। कट। नाम चाहिँ कसले राख्छ? इशिका पनि राखिहाल्छ, अरुण पनि राखिहाल्छ। जसको जे नाम आयो त्यही गरिदिन्छ। त्यो जुन हाम्रो हिरो क्यारेक्टर छ त्यसको नाम आँठी राख्यो। आँठी भनेको के हो? आँपको खाएर तलको बिउ जुन हुन्छ त्यसलाई मैथिलीमा आँठी भन्छ। त्यसको अनुहार, शरीर, पेटको बनावट आँठी जस्तै थियो। देहमा कुनै मासु थिएन अनि पेट थियो, भुँडी थियो। त्यो भएर त्यसको नाम आँठी राख्यो। मेरो नाम चाहिँ आँठी राख्यो त मलाई धेरै रिस उठ्यो। अठिबा कसैले सुन्छ भने हाँस्छ, अठिबा सुन्नमा पनि लाज लाग्छ। अब सबभन्दा प्यारो त्यही लाग्छ अठिबा। आपको कोया आपको जस्तो केही भ्यालु छैन। अनि हाम्रो एउटा ढिम्की क्यारेक्टर छ। त्यसको आँचल नाम हो अनि ढिम्की भन्छ। त्यसको मोटो एकदम छ अनि ढिम्की भनेको माटो जहाँ थुपारिएर राख्छ नि त्यसलाई मैथिलीमा ढिम्की भन्छ कि माटोको ढिम्की हो। एउटा बहिनीको नाम रसिली राखेको छु। त्यसले बोल्छ यस्तै खाले कता के छलिया रस बनाएर एकदम मजाले बोल्छ। त्यसको नाम रसिली। त्यसको लागि यसको नाम गोलगप्पा राखेको छु। त यसको मुखको अनुसारले गोलगप्पालाई यस्तो फोरेर आलुको त्यो चोखा राखेर दिन्छ नि त्यस्तै मुख लाग्यो मलाई। मैले भने कि त्यो भएर त्यसको नाम गोलगप्पा राखे। अनि गोलगप्पा 2-4 दिनमा मान्छेहरू पनि हेर्न आए गोलगप्पा हाय। नाम को नरेश कुमार शर्मा, पिता का नाम श्री लक्ष्मी शर्मा, ग्राम गाढ़ा, पोस्ट धमियापट्टी, थाना देवधा, जिला मधुबनी, बिहार। इन्डिया त पटनासम्म मैथिली बोल्छ त 75% मान्छे हामीहरूको युट्युब इन्डियावाला हेर्छ। त त्यसबाट त्यो हेरेर आएको या सर सबके वीडियो देखली ना हम मैथिली में बचे, हम नेपाली नहीं पढ़े। तब फोटो सर के गुरुजी सर वो इशिका मैम तीनों आदमी के फोटो लगा हम पूरे जनकपुर बोआल छे। जगह फोटो लिएर यसलाई चिन्नुहुन्छ कहाँ बस्छ? मतलब दुकाने कहली जे कत रही सब हमरा एकरा सबसे भेट करे के 2 दिन लागल हमरा खोजी में जनकपुर। अनि आयो फर्स्ट चोटी यो यसमा यहाँ कोही थिएन। यो रातिमा यही बस्थे 1 साल एक्लै। आमा पनि आउनुहुन्छ। उहाँको कुनै फल आयो भने आँपको सिजनमा आँप लिएर आउँछ। कुनै सिजनमा जस्तै कि छोरीलाई बिहे गर्छु नि त माइतीबाट त्यो पोकाहरू जान्छ। त्यस्तै यसको घरबाट पनि तिलौरीहरू बनाएर त्यसको घरबाट त्यसको आमाले पठाइदिन्छ। मेरो छोराले खान्छ। छोरा होइन सबै त छोरा भयो। ऐसा मेरी ये माँ जैसी है मेरी। मैं बहुत ज़्यादा मानती हूँ इसको। मतलब जब से फोटो देखा वीडियो देखो ना तो बोले कहाँ है काम करना है ना मैम, तो मैम के पास आई यहाँ मैथिली मतलब ये एली तक मैम के कहली हमरा काम चाहिए, हमरा काम दिया, हम काम करना चाहे छी। रुममा आथ्यो अनि भन्दै थियो अनि मैले त्यसपछि अरुणसँग कुरा गरे। त्यसपछि 2-3 महिनापछि अनि त्यसपछि उसलाई या कैला या ना बोले छा जेब कह के हसे निमन से कह, नहीं तो फिर जब दोसर आदमी देखते तो कथी कहते? तब बुढ़िया में कथी करिए त जे बोलबे से त सब ओरा सुनबे करी। अहाँ कनका सम्हार कर रहू त वो ना कैला बोले छे निमन से खाना बनैबे पियैबे खैबे तब न बढ़िया होते। यस्तो गर्ने चलेको थियो यो पनि धेरै चलेको
अनि जिन्दगी चाहिँ कस्तो चलेको थियो नि? घरबाट चावल दाल लिएर आउँथे अनि यहाँको घर भाडामा पनि अप्ठ्यारो थियो। कति यस्तो छ कि 100-150वटा नाटक गरेछु, एउटा पैसा पनि पाएको छैन। कमेडीमा लाग्थ्यो रातभरि जागेर यो गर्नु ऊ गर्नु पनि नोकर जस्तै, त्यसमा पनि पैसा हुँदैन कि के गर्नु धेरै बिचलीमा थियो। मेरो अहिले 31 वर्ष लाग्यो मेरो उमर, के भन्छ 17-18 देखि म काम गर्न थालेँ। अहिलेसम्म कतिजनाले काम गराएछ, यदि पैसा जोड्यो भने अहिले धेरै पैसा मेरो लगानी छ। लाखपति हुनुहुन्छ कि क्या तपाईँ? लाखपति जरुरै हुन्छु, त्यस्तो छ। अनि अवस्था थियो एकदम डगमडोल थियो। अनि लास्टमा यता गार्जियनहरू पनि अब कति टाइम लाग्छ, अहिलेसम्म पैसा भए छैन, प्रेसर भयो। बिहाबारी गरिसक्नु होइन, गरे छैन अहिलेसम्म गरेछ। अनि मैले चोरेर घरबाट चोरेर म पासपोर्ट बनाएँ। पैसा त चाहियो मान्छे। अनि भन्यो लेबरको भिसामा जानुहुन्छ भने म अहिले नै 1 हप्तामा पठाइदिन्छु। भिसा म पासपोर्ट दिइहालेँ थिएँ त्यसलाई। अनि तपाईँ त्यस्तो रहर भएको मान्छे, कलाकारी चाहिँ मेरो भनेर 10-12 वर्ष जिन्दगीको दिइसकेको मान्छे पासपोर्टमा भिसा लगाएर काम गर्न जान्छु विदेश भन्ने त्यो दिमागमा कसरी आयो? दुःखले यति वर्ष टाइम दिएर रोएर एकदम अब केही हुँदैन, तब लाग्यो कि कलाकारी त लाइनै त्यस्तो छ कि जुन पदमा गइसकेछ, जुन ठुलो मान्छे बनिसकेछ, ठुलो कलाकार बनिसकेछ, त्यसलाई मात्रै खोज हुन्छ, त्यसलाई मात्रै पैसा हुन्छ। सानोलाई पेट छैन, मुख छैन, खाँदैन, त्यसको घर परिवार छैन। मेन पावरबाट आएर यानि फर्केर 1-2 दिन जति भयो थियो कि अरुणले मलाई कल गर्यो। अनि यसले भने कि म त विदेश जान वाला छु। अनि मैले भने 1 साल मलाई टाइम देऊ, 1 साल टाइम दो, 1 सालमा यदि केही भएन भने तिमी विदेश गइहाल्नु। त्यसपछि विदेश जानु परेन। अनि एक दिन मैले त्यो तेस्रो लिङ्कवाला यसलाई भने भिडियो मतलब एक्टिङ गरेर त एउटा भिडियोमा, अनि त्यसले त एकदम राम्रो गर्यो। अनि गर्न मानिरहेको थिएन, मलाई गाली गर्दा म गर्दिनँ, मान्छेले के भन्छ मलाई, अनि गरिरहेको थिएन। अनि मैले यसलाई गराएँ, डाँटेँ भने होइन गर। एकदम पुरै लाज धाक सबै मेटाएर अहिले त मेरो आमा बुवा आइहाल्छ, त्यसको अगाडिमा पनि होइन। पैसा थिएन त म फेरि आफै क्लास स्टार्ट गरिहालेँ। म्युजिक क्लास गराउँदै एक सब माहिर थियो, यो ट्यालेन्ट थियो, यो राम्रो मतलब राम्रो गाउँथ्यो। अनि मेरो दिमाग यसमा गयो यो त गाउन सक्छ। उहाँले नै मलाई सिकाउनु भएको, उहाँले नै देख्नु भएको कि राम्रो गरिरहेछ, तिमी सिक्न सक्छौ होइन। बिहानै 4 बजे उठेर जान्थेँ म, अलिकति चाउचो पकाइहाल्थेँ, खान्थेँ, जान्थेँ, सिक्थेँ, फेरि ड्युटी जान्थेँ, यसरी गर्थेँ। यसलाई त एकदम डर लाग्थ्यो स्टेजमा चढ्न, एकदम हात काप्ने यस्तो आँखा बन्द गरेर। अनि कपी गरेर ब्यान्ड गरेर यसलाई हातमा दिन्थ्यो यसलाई, अब ल गाउँ यो माइक भयो, यसरी प्र्याक्टिस गराउँथ्यो। कपी हातमा दिँदा दुर्गा पूजामा दुर्गा मैयाको गीत गायो, हे दुर्गा मैया भने त्यो एकदम हिट हो। हामी दुईजनाको भोइस थियो त्यसमा, मेरो मात्र अहिले पनि बज्छ। दुर्गा पूजा भयो भने त्यो गीत नबज्यो भने दुर्गा पूजा जस्तो लाग्दैन, त्यति बज्छ त्यो गीत। अनि म्याथलीमा त इन्ट्रेस्टै थिएन यसलाई? मलाई थिएन, म म्याथली गाउँथेन, सुने पनि थिएन कुनै गीत। नेपाली हिन्दी, मलाई हिन्दी इन्डियन आइडल जाने एकदमै रहर थियो। उहाँले लग्नु पनि भयो मलाई। इन्डियन आइडलमा धेरै लामो दिनभरि लाइन लागेर उहाँ बिचरा दिनभरि घाममा बसेर इन्तजार गर्नुभयो। दिनभरि दिए, अडिसन दिए, फर्स्ट राउन्ड पार गरेँ, सेकेन्ड राउन्ड पार गरेँ, त्यसपछि छाँटिदिएँ। अनि मलाई दिक्क लाग्यो, मैले सोचेँ यो ठुलो सहरहरूमा म बस्दिनँ, यहाँनिर म जहाँको हो, मेरो जति औकात छ म त्यति मात्रै गर्छु त्यहीँनेरि। तर त्यहाँनिर हामीहरूलाई लाग्यो कि सक्सेस हुँदैन हामीहरूको, किनकि त्यहाँ धेरै स्ट्रगल, मतलब हाम्रो उमेर बितिहाल्थ्यो तर हुन्थेन। तर मेन के भयो त्यहाँ बस्न गाह्रो भयो कि अलि पैसा पुगेन, अलि घरको पनि दाइ पठाउँदा थाकिसक्नु भयो। तर दाइले कहिले भन्नु भएन कि छोडिदेऊ, त्यहाँ घरमा प्रब्लम भएर कर्जा बढी भएको थियो। अनि यहाँ मेरो जग्गा बिक्री हुनेवाला थियो, घर बिक्री हुनेवाला थियो, तब म घरबाट पैसा यहाँ छोडिदिएँ। यता आएर अलि लाग्यो कि मतलब सिङ्गिङबाट त्यस्तो फाइदा छैन मिथिलाञ्चलमा खास गरेर। अनि युट्युब आयो नि, पुरा ध्यान युट्युबमा दिएँ। अनि मेन म 10-10 मिनटको 15-15 मिनटको भिडियो बनाउन थालेँ। यसको दिदीबाट 1 लाख रुपियाँ कर्जा लिएँ। त्यहाँबाट BM इन्टरटेन भन्ने च्यानल थियो एउटा, त्यो च्यानलमा भिडियो बनाएर हाल्न थालेँ। त्योमा एउटा भिडियो धेरै भाइरल भयो, सब्सक्राइबर चाहिँ 65,000 थियो। पैसा आउने बेला थियो कि के न के भयो, त्यो च्यानल डिलिट भयो, ह्याक गरिहाल्यो कसैले। सबै पैसा पनि कर्जा पनि डुब्यो,
सबै चिज एउटा अरू च्यानल बोलाएँ म एभिआई म्युजिक अनि एभिआईबाट फर्स्टचोटि मतलब 70,000 रुपियाँ आयो अनि 70,000 आएपछि त एकदम खुसी भए हामीहरू पार्टी गरे कि पैसा कमाए युट्युबबाट त्यो पनि युट्युबबाट पैसा आयो नि अनि ब्याङ्कले पैसा रोकिदियो ब्याङ्कमा गए ब्याङ्कको म्यानेजर भन्छ यहाँ बाहिरबाट डलरमा पैसा कमाइरहेछ एसएलसी पास गरेको मान्छे डलरमा पैसा कमाउँछ अनि मैले भने कि म गीत गाउँछु भिडियो सिडियो बनाएर हाल्छु अनि त्यसले भिडियो सिडियो हेऱ्यो पुरै अनि फेरि काठमाडौँ फोन गर्यो अनि पैसा आउन थाल्यो तपाईँले नाटक कसरी सिक्नुभयो तपाईँले डाइरेक्सन कसरी सिक्नुभयो कट एक्सन रोल भन्नलाई मुम्बईमा सरहरूसँग त्यो सर डाइरेक्टर हुनुहुन्थ्यो बन्दे प्रसाद त उहाँहरूको फिल्म एउटा भोजपुरिया नायक त बस फिल्म थियो त्यसमा हिन्दीको कलाकारहरू पनि हुनुहुन्थ्यो त्यहाँ बापरे बाप ठुलो ठुलो कलाकार छ फोटो खिचाउन मन थियो तर मोबाइल थिएन मसँग त्यही मतलब डाइरेक्सन टिममा बस्थेँ म सँगै बस्थेँ डाइरेक्सन मतलब त्यो सरहरूसँग मतलब कसैले सिकाएको छैन तर सँगै देख्दै सिकेको नाटक चाहिँ मैले अरूको हेरी नै सिकेँ अरूले गर्थे नि मेरो अगाडि उहाँहरूको मुख हेर्थेँ कस्तो मुख चलाउँछ यस्तो मुख बनाउँथेँ है अनि म पनि घरमा गएर ऐनामा हेरी त्यस्तै मुख बनाउँथेँ क्या कस्तो मुख बनाउँदाखेरि कमेडी देखिन्छ कस्तो मुख बनाउँदाखेरि रिसाएको देखिन्छ त्यो हेरिकन प्र्याक्टिस गरेर अनि फेरि जान्थेँ त्यस्तै मुख पारिकन गर्थेँ अरूले दिनमा सुटिङ गर्थ्यो अनि साँझ पर्ने बेलामा अरूको स्टुडियोमा गएर एडिटिङ गरेर च्यानलमा बिहान 4 बजेसम्म एडिटिङ गर्थेँ अनि फेरि 2-3 घन्टा सुत्थ्यो अनि फेरि 10 बजे खानासाना गरेर फेरि सुटेँ त्यस्तो गरी अनि च्यानल बचाएको उसले त्यतिखेर म क्यामेरा आफै चलाउँथेँ स्टोरी पनि आफै गर्थेँ रेडी एक्सन अखने त दूर पर काम करे छले या त अखने मरले न हाम्रो त पता चले कथे भ गेलै या मन खराब छलै बाय सुनै चले या मर्निक चले कट लाई त कति गएको ला त मधेसीहरुमा के हुन्छ बिहे भएपछि घरबाट बाहिर त निस्किन दिदैन गाउँ घरमा उहाँको गाउँ धेरै खोच हो एकदम देहात त्यही पनि उहाँको घरको मान्छेहरुले मलाई यहाँ काम गर्न दिनु भएको छ मेरो सासू त झन् कहिले पनि रोक्नु भएन सधैँ भन्नुहुन्छ ए जे मन है से करतै केला नहीं करतै पढ़ल लिखल है त कथी घर में बैसला पढ़ल लिखल है गुण है त नहीं करतै भनेर सासूले भन्नुहुन्छ ससुरले नै भन्नुहुन्छ हमर पुतौ 16 क्लास पढल है हमर पुतौ पढल है त नहीं करतै बिहे भएको 4 दिन पछि मैले काम गर्न सुरु गरे ल भला चल हैन म पहिला एचए पढ्थेँ अनि यो क्षेत्रको लागि म पढाइ छोडिदिएँ 1.5 साल पढेर कलेजमा फी 2 लाख रुपैयाँ बुझाएर अनि छोडिदिएँ बुवा पहिला अलि नाराज हुन्थ्यो म 8 वर्ष स्ट्रगल गरेँ यहाँ नेपालमा केही भएन लास्टमा समस्या पर्यो म विदेश पनि गएँ मलेसिया गए 3.5 वर्ष त्यहाँ बसेँ त्यहाँ गएर पनि कविता लेख्न स्टार्ट गरेँ मलेसियाले कवि बनायो कविले राइटर बनायो त्यसपछि म गीत लेख्न थालेँ अनि त्यहाँबाट आएर फेरि यो लाइनमा नै काम सुरु गरेँ यो लाइन छोड्न सक्नु भएन म धेरै प्रयास गरेँ म त कसम खाएर गएको थिएँ कि म अब यो लाइनमा फेरि फर्केर आउँदिनँ किन नि अब 7-8 वर्षसम्म स्ट्रगल गरेँ 1 रुपैयाँ पनि आम्दानी भएन त्यो यसको चक्करमा पढाइ लेखाइ सबै छोडिदिए अरुण विजय छ नि डाइरेक्टर हामी साथी थियो यो लाइनमा सँगै स्टार्ट गरेको उ गीत गाउँथ्यो म डान्स गर्थेँ अनि सबैजना पैसा आफ्नो घरबाट ल्याउँथे एउटा एल्बम बनाउँथे त यस्तोमा 8-10 लाख रुपैयाँ खर्च भइसक्यो प्रोग्राममा जान्थे त हामीहरू जुनियर कलाकार थिए त्यही भएर 500-1000 दिन्थ्यो कहिलेकाहीँ त्यो पनि अब ठिक छ फेरि म विदेश जान्छु अनि अरुणले मलाई भन्यो तिमी अहिले फेलियर छौ केही छैन तर मलाई 1 साल देऊ विदेश जानु पर्दैन बिलिभ गर मलाई
अनि यहाँ आएर काम गर्न थाले। अरुणको जो मेन कुरा हो आत्मबल छ नि उसको धेरै स्ट्रङ, उसलाई डरै लाग्दैन। त्यो साहस छ नि, त्यो साहसले यो टिमलाई यति अगाडि पुर्याएछ। बलियो बनाछ। फेरि हामीहरूलाई त्यति हिम्मत छैन, डर लाग्छ यसलाई पैसा छैन के गर्छ कहाँबाट गर्छ। उसले भन्छ भइहाल्छ। अनि अब मलेसिया जान्छु जस्तो मनमा छैन? अच्छा ए छैन अब जान्दिनँ कहिले पनि नजाने। अब यहाँ सबै चिज पुगिरहेछ नि किन विदेश जाने। सबभन्दा बढी दौलत यो नाम। मिथिलाञ्चलमा यिनीहरू मतलब राम्रो उमा आएको थियो, सबजना थियो जम्न थालेको थियो। कति सुटिङ गर्न जान्थे भिड लाग्थ्यो एकदम, सुटिङ गर्न पाउँदैन थियो। मिहिनेत पनि धेरै हुन्थ्यो। अरूको घरमा गएर कति 3 दिन 4 दिन बस्दा त राम्रो हुँदैन। अनि म आफ्नो मामा घर जान्थेँ, उसको घरमा जान्थेँ, यसको घरमा जान्थेँ, 5 दिन बसेर यसरी त्यसरी सुटिङ गर्थेँ। त फेरि मैले सुने यति सधैँ यस्तो गर्छु त कहाँ हुन्छ। खाना खान्छ, आफ्नो काम गर्छ, आफ्नो काम गर्ने बेलामा हामीहरू गइदिन्छु भने त्यसको काम डिस्टर्ब हुन्छ। अनि बसी त्यसको काम सक्छ भने म आफ्नो काम गर्छु भनेर त्यस्तोमा मान्छेहरूको भेला भइहाल्यो। अब एउटा भिडियो भयो कहाँ हुन थाल्यो डिस्टर्ब। अनि त्यसबाट फेरि अरू ठाउँमा जाँदा एकदम डिस्टर्ब हुन्थ्यो, कामै हुँदैन। अनि मैले सोचेँ आफ्नै घरमा सुटिङ गर्दा राम्रो हुन्थ्यो। तब यो जमिन लिएँ म। यो पहिला 8 कट्ठा मात्रै लिएको थिएँ। कति समयको लिजमा लिनुभयो? 10 सालको लागि। यताको खेतवाला पब्लिक आउँथ्यो, त्यसको धान बाली नाश गरिदिन्छ पब्लिक। अनि त्यसले आयो धम्किदिन्छ, है छिटो म जे गर्नु छिटो घेरा लगाऊ न त यो जमिन पनि लिऊ। अनि त्यो जमिन पनि लिएँ। मान्छे हेर्न धेरै आउन थालेपछि हाम्रो गल्ती त होइन, त्यसमा के गर्नु अब। अनि मेहनत यहाँ जुन हाम्रो कलाकार अविनाश भयो, सिका पिपी अनिसा मनिषा तिनीहरू पनि धेरै मेहनत गरेछ। यसमा लगानी मेरो थियो तर खुन पसिना सबले लगाएछ। अब त यस्तो लाग्छ, मन लाग्छ कि अब घर त मेरो अब यो भयो। साँच्चै हो कि घरभन्दा राम्रो यही लाग्छ। हामीले कराउँछ मलाई, रुम जान्छु हुन्छ पुरा खाली मात्रै जाके मन गर्यो, यो गाली पनि गर्छ मलाई। उहाँलाई पनि त फेरि यति मनपर्छ होला। पर्छ त यसलाई आउन दिँदैन हामीहरू, बच्चा थियो आउन दिँदैन। अहिले सानो पुची छ, बच्चाको कारण त म कतै जानै पर्दैन। त्यसले रिसाइरहन्छ कि मलाई छोडेर यिनीहरू उता गएछ, मलाई छोड। अब आदत भइसक्यो क्या। अब यिनीहरू यहाँ म त्यहाँ है, मलाई कस्तो नराम्रो लाग्छ। अनि त्यही भएर कहिलेकाहीँ दिक्क लाग्छ। अनि कहिलेकाहीँ म लुकेर आइहाल्छु। क्यामेरा रोल एक्सन। कहिले हाम्रो एकला देखिए अनिसा मनिषा हामीहरू पिफी सँगै एउटा फ्लाइटै लिएको छु तल माथि सबै। मेरो मम्मी हुनुहुन्छ, मेरो भाइ छ, अनि मेरो भतिजी, उसको दाइको छोरीलाई पनि सँगै यहीँ राखेछौँ। सँगै मिलेर बनाउने, सँगै खाने। हामीहरू पहिलेदेखि नै जातपात सानो ठुलो मान्दिनँ। हामीहरू कलाकारले माने भने त भइहाल्यो, उँच निच केही पनि हुँदैन। तपाईँहरूको बिहे गर्दा नि समस्या भएन? उहाँको घरबाट त समस्या भएन। मेरो चाहिँ अलिकति मम्मी मान्नु भएको थिएन, त्यही पनि मैले उहाँलाई मनाएँ होइन। उहाँको व्यवहार देखेर मेरो ड्याडी चाहिँ बर्दिवासमा हाम्रो घर छ होइन, मम्मीको घर छ, त्यहाँ बस्नुहुन्छ। अलि जरिया टाइपको हुनुहुन्छ क्या, अलि रक्सी खाने धेरै पहिलेदेखि नै। अलि मम्मीलाई पनि अलिक दुःख दिने सानैदेखि क्या। हामीलाई मम्मीले धेरै दुःखले पढाउनु भएको। मेरो मम्मीले अर्काको जुठो भाडा माझिकन हामीलाई पढाउनु भएको। अनि मैले पनि ब्याचलर क्लियर गरेको होइन। त्यसरी 15 वर्षदेखि मैले पनि यता जबहरू गर्दै 9 to 5 8 to 5 यस्तै जब गर्दै पढेँ हो। त्यसपछि मैले कमाउन थालेपछि मम्मीलाई मैले काम छोडाइदिएँ। मैले भने यत्रो गर्नुभयो, अब नगर्नु, म जति हुन्छ त्यति म आफै गर्छु होइन। बरु थोरै खाउला तर म आफै गर्छु, तपाईँ घरमा बस्नु अब भनेर होइन। अनि मलाई राम्रो लाग्थ्यो नि, सानोमा त सक्थिनँ। अब ठुलो भएपछि अलिकति हिम्मत आयो। पहिले यहीँ घर थियो, ड्याडीले त्यही खाने पिउने भएर घर बेचिदिनु। अनि ड्याडीलाई खर्च सबै दिन्छु होइन। अब जडिया भए पनि अब जन्माएको बुवा हो होइन। हाम्रो टिमका हाँसिली उसको दिदी हो, आफ्नै दिदी उसको दिदी हो, उसको बहिनी हो। यिनीहरू दुईजना पनि काका के भन्छ, हाम्रो काकाको बेटी भन्छ। कहाँबाट आइपुग्नु भएको त तपाईँहरू चाहिँ यहाँ? घरबाट। इन्ट्रेस्टेड थियो क्या। सबभन्दा ठुलो कुरा कि उसको मन थियो गर्ने।
त्यही भएर हामीले सोचेको इन्ट्रेस्ट यति छ भने अगाडि बढाऊ। रेडियो कार्यक्रम त गाँव में अभी छली सुनबल तो वह सुनेल के तब 4 दिन के ट्रेनिंग दिलकै नाटक के सिखल के एक्टिंग। मधेसतिर गाउँघरमा एनजिओहरूले सिलाइ कटाइ बुनाइ नाटक चित्रकला यिनीहरू पेन्टिङहरू सिकाउन धेरै आउँछन् कि एनजिओहरूबाट। यहाँनिर धेरै सुविधा छ त्यसको। त्यही गाउँघरमा जाँदा यिनीहरू राम्रो गर्न थाले क्या। मेरो बुवा दुबई गएको थिए, कर्जा लिएर दुबई गएको थिए। 3 महिना मात्रै बस्यो, फेरि नेपाल आयो। अनि नेपालमा फेरि चेक गरायो अनि टिभी पनि ठहरायो। दुब्लो भइहाल्यो, पतलो भइहाल्यो, टेन्सन धेरै थियो त्यसलाई। म पढाइ छाडिदिएँ। अनि पढाइ छाडेर के गर्नुभयो त? यही काम। आइते न त हमरा हल्ला गरे जाछि खोज हल्ला करब त जल्दी चली आए। हाँ चले बेला डराइ छ। आई गई फेरू भैया जे चले तै तो हमरा कथी होता ई कोढ़ी बात यो करती घर में नहीं रही अइले कोनो तो हमर प्राण उड़ले आए ओइ सकती हम भाग जाय छी। काटला सड़क नाटक हमर भैया सब करी छली नै तो ओकरे सब जोरे हमरो नीक लागल देख में उ सब करी छली त हमरो मन में लागल कि हमहू क सकै छियै त हमहू भैया सब जोरे जुड़ गेली कहली हमहू करबी संगे संगे। शुरू में तो गांव घर के पड़ोसिया सब उ सब हमरा सबके पहिने बहुते ताना मारी छले। मम्मी पापा के जाके कही छले नहीं निक काम होई है, बेटी के घर से बहरा निकलनाई अथी बात नहीं है। पहिने मोबाइल में देख छले वीडियो सब कलकतिया वाली के देख छले तो हमरा मम्मी पापा के बहुते मन पड़ले तो हमरा सबके रह दिल के। हमर छोट छोट भाई बहन है, 4 भाई बहन छे, मम्मी है। भाई बहनी पढ़ाउने काम तपाईले गर्नु? सरकारी में पढ़े पापा के याद चली लेते द्वारा। मेरो बुआ मेकअप बिगड़। अरे मेकअप बिगड़ जाएगा। सुंदरी से बंदरी हो जाओगी मत रो है नी बेटी, है ना? सपना अनि मेरो आँचल कुमारी राउत। मेरो घरमा म मेरो दिदी एउटा अझै ठुलो दिदी छ त्यो र बुबा हुनुहुन्छ अनि त बुबा बाहिर छ। सबै चीज यहाँ घर जस्तै छ। मतलब घरमा जसरी आफ्नो जस्तै काम गर्नुहुन्छ, खाना पकाउनुहुन्छ, आन्टीहरूसँग मिलेर बस्छु, दिदीहरूसँग आफ्नो मान्छे हुन्छ नि त्यस्तै छ यहाँ पनि सबैजना। मान्छेहरू धेरै ताना मेरो मम्मीलाई गाली गर्थ्यो घरमा आएर, भन्थ्यो कि तु त आफ्नो बेटीको कमाई छोरीको कमाई खाइरहेछ, छोरीले पुरा माग सिन्दुर लगाइरहेछ, त्यति केटाहरूको बिचमा बस्छन्। त्यसै भएर यसलाई यो कामबाट चित्त उठ्यो। अनि त्यही पनि मैले भने कि म गर्छु, म छोड्दिनँ काम। त्यति बेला पनि म राम्रोसँग एक्टिङ गर्न सक्दिनँ थियो। यसरी क्यामेराको अगाडिमा मलाई भन्थ्यो कि त रोल गर भने म यसरी रोल गर्थेँ, तर यसरी सल राखेर हाँस्थेँ। अनि म हाँसिदिन्थेँ, मलाई कन्ट्रोलै भइरहेको थिएन, यति कमेडी हुन्थ्यो। त्यही पनि सिक्दा मैले सिकिसकेँ। दुवै दिदी बहिनीसँगै बस्छु यहाँ। अनिसा मनिसा दुवै थियो। तब हामी 4जना आफ्नो बहिनी जस्तो बस्न थाल्यो एउटै रुममा। उहाँसँग उहाँ 2जनासँग त धेरै मान्छेहरू छुवाछुत मान्छ, तर हामीहरू कहिले त्यस्तो मानेन। हाम्रो छुवाछुत मानेको उनीहरूसँग उनीहरू मतलब सानो जात छ भनेर, मतलब उनीहरू मुसर समुदायबाट छ। त्यसै भएर मेरो मम्मीहरू पनि उहाँहरूसँग छुवाछुत मानिरहेको छैन, अहिले पनि मानिरहेको छैन अनि अघि पनि मानिरहेको थिएन। आफ्नो जस्तो मेरो बुबा पनि मतलब बाहिर बस्छन्, त्यहाँबाट केही सामान पठाएपछि हामी 4जनाको लागि पठाउँछ आफ्नो छोरी जस्तो। पहिला त सुरुमा मेरो बुबाले थाहा थिएन कि हामीहरू यहाँ काम गर्छु भनेर। मम्मी धेरै छुपाउँथ्यो कि के भन्छ भनेर डाँट्छ मलाई, के भन्छ। यतातिर छोरा हुँदैन जसलाई भने त्यसलाई भन्छ नि कि छोरा छैन, छोराछोरीमा भेदभाव गर्छ नि, त्यस्तो अरूले कराउँछ भने मेरो मम्मीले झगडा गर्छ। फेरि
बुबाको 5 साल भइसकेको थियो बाहिर गएको अनि आउनुभयो बुबा घर हामीहरूसँग घुम्न गएको थियो चैती छैठमा एकदम पब्लिकहरू भिड गरेर हामी दुवैजनासँग फोटो खिच्न मेरो बुबा त अचम्म पर्यो किननीहरूलाई त्यो मान्छे हेरिसकेको छ त्यसपछि मतलब थाहा बुबा पनि धेरै खुसी भयो मतलब अहिले मेरो बुबा बाहिर छ मान्छेहरूले त्यहाँ पनि हामीहरूको कमेडी हेर्छन् भन्छ कि यो यस्तो यस्तो कमेडी गर्छन् अनि मेरो बुबाले भन्छ कि मेरै छोरी छ दुवै भने कोही पनि विश्वास गर्दैन भन्छ सपना छ अहिले यहाँ छु योभन्दा पनि अगाडि पुगौँ योभन्दा पनि राम्रो काम गरौँ आमा बुबाको अहिले यति नाम छ पछाडि गएर यति भयो आफ्नो त हुन्छ मेहनत गर्छु भने हुन्छ हमर घर वाला ओहन नहीं है बुझली है तोर सोचे गंदा हो हां से त देखबे करे छियै नै बागो केन खराब गीत गबै से मूड खराब क दै है खराब गीत गबै है हम त कहै छी भगवान मोहन गला में कोरही फुटा दो हामीहरु कसैको घर गएर झुटो बोल्थे त्यो जाति छु मण्डल छु किन झुटो बोल्न परेको त्यस्तै छुवाछुत मान्छ के भन्छ त्यही भएर पानीमा पनि भिर्न दिँदैन खानामा पनि भिर्न दिँदैन रुममा पनि जान दिँदैन त्यही भएर झुट बोल्नु पर्छ तर यहाँ कोही छुवाछुत त्यहाँभित्र त मान्दैन एकैचोटि बसेर खान्छु एउटै थालीमा बसेर खान्छु सबैजना जाऊ सँगसँगै खाऊ म जातिमा विश्वास गर्दैन किनभने पहिला एउटा उखान सुने थियो पनि अनि त्यो म लागू गरेँ आफूमा मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन त्यो भएर म जातको बाहुन मान्छे बाहुन तर अहिले हामीसँग डोम आयो दुसाध आयो चमार आयो मुसहर आयो जुन समुदायको मान्छे म आफ्नो भाइ बहिनी जस्तो म आफ्नो परिवार जस्तै म त्योसँग खान्छु त्योसँग बस्छु म छुवाछुत केही राख्दैन कलाकारितामा कुनै जाति दर्शाउँदैन म अहिले मुस्लिमको रोल गर्छु भने के हुन्छ कलाकार माटी हो जस्तो माटोलाई सान्छ नि त्यस्तो छ जस्तैलाई डाइरेक्टरले जुन आकार दिन सक्छ अब म जाने बित्तिकै मेरो आमा आउँथ्यो कुनै मान्छे त ताको छोरा त बिग्रियो कुन जातिमा गएर के गर्छ मेरो घर पनि छुवाइदियो घरलाई सफा गर्थे त्यो गर्थे अनि यो सुन्दाखेरि एकदम चित्त दुख्थ्यो फेरि अहिले त्यही मान्छेहरू अहिले भेट गर्न आऊ भनेर म जाँदिनँ म धेरै दुःख देखाएको छु कि आजदेखि होइन 15 वर्षदेखि त्यति बेला त्यो भाइ पानी लिएर हामीले पानी खुवाउँथ्यो स्पोर्ट भएको काम गर्थ्यो अरुण यादव भन्ने स्पोर्ट भएको काम गर्थ्यो त्यति बेला हामीले प्रेमको दिवाना 15 वर्ष अगाडि फिल्म गरिरहेको थियो हामीले त्यसको पनि एज अ खलनायक मै थिएँ मेरो नाम त बैद्यनाथ शाह हो घर मेरो सिरा हो अनि अब यो भाइको मेहनत उहाँको टिमको मेहनत बडा यो छोयो कि मन छोयो फ्रीमा काम गरेको छु उहाँसँग 1 रुपैयाँ पनि गएको छैन हामीले मेहनत देखेर किनभने हामीले त्यो समय देखाएको जब यो पानी लगेर हामीले खुवाउँथ्यो आज एउटा यस्तो एम्पायर खडा गरिदिएको छ यो क्षेत्रमा यस्तो एम्पायर हो तपाईँको 3टा जिल्लामा कोही छैन टक्करमा सब गइसक्यो सारा थोक आफ्नै गरेछ नि यिनीहरूले खाना बनाउने पनि आफै पेन्टर पनि आफै 15-20 जनाको टिम आफ्नै खेतीबारी छ हेर्नुहोस् यसबाट नै धान उब्जाउनुहुन्छ उहाँहरू चामल यसबाट उत्पादन गर्नुहुन्छ दाल यसबाट उत्पादन गर्नु तरकारी यसबाट उत्पादन गर्नुहुन्छ 25 दिन हाम्रो सुटिङ भयो 1 दिन पनि तरकारी किन्नु परेन यो खेत छ नि त्यसमा धान रोपेछ अहिले त मेरो बिउ भए छैन नि बिउ भएपछि फेरि रोप्छु यसमा यता पनि रोप्छु अनि एउटा गीत पनि सुटिङ गरेको थिएँ सुटिङ गर्दै खेत पनि रोपाइहाल्यो अहिले त्यही चामल हामीहरू खाइरहेको छु अहिले मेरो ससुराली यहाँ छ तर म त्यहाँ बस्दिनँ यहाँ आएर बस्छु त्यो खाटमा बस्छु बडा आनन्द आउँछ हाम्रो मैथिली कला साहित्यसँग जोडेको छ कि हाम्रो समाजमा हुन गइरहेका विसङ्गतिहरू कुरीतिहरूलाई यहाँ कलकतियावाली लडुवा हैन यी माध्यमहरूबाट उजागर गर्ने काम गरिरहेको छ बडा खुसी लाग्छ अहिले तपाईँको मलाई लाग्छ नेपालमा मात्रै ठुला मलाई अस्ति सिराको चाहिँ सायक सिडुले भन्दै थियो त मेरो घर त के भन्ने तहस नहस हो किन के भयो सर जति बेला जान्छु खालि कलकतियावाली हेर्छ जति बेला जान्छु खालि कलकतिया त्यो बेचारा जुन कि पहाडी समुदायको तर मैथिली बुझ्दो रहेछ उसको फ्यामिली पनि मैथिली बुझ्दो रहेछ के गर्ने के गरिरहेछ
होइन मतलब यस्तो छ के कलकतिया बाली बाहेक त घरको आइमाईले त निन्द्रै लाग्दैन। म त्यस्तो क्रेज र त्यो क्रेजको एउटा म पनि हिस्सा छु र यो भाइ मेरै गाउँमा गएर सबभन्दा पहिला स्ट्रगल गरेको हो। खानाले समस्या थियो, बस्नले समस्या थियो, गाडीको भाडाको समस्या थियो र अहिलेको अरुण यादव र पहिलाको अरुण यादव एउटा स्ट्रगलको निशानी हो क्या, परिश्रम गरेको निशानी। पहिला हामीहरूले पनि अब काम गरिसके, नाटक गरिसके, पैसा दिए छैन, प्रोग्राममा गए पैसा दिएन। अनि यहाँ मेन के भयो, जतिकै पैसा दिन्छु नि म टाइममा पैसा दिन्छु, पेमेन्ट गर्छु, तर पैसामा कसैको बोलझोल छैन यहाँ। त सबैलाई विश्वास भयो किन अरू ठाउँमा ठोकर खाएर आएछ। आजसम्म कोही पैसा मागेको छैन हामीसँग, जुन निशा मनिषा या गोलगप्पा भयो पिपी भयो, कोही पैसा मागेको छैन। त्यसले एउटा थाहा छ कि आफै आउँछ हामीले पैसा। हाम्रो मुन्सीजी हुनुहुन्छ, सब हिसाब किताबले हेर्छ, म एकाउन्टेन्ट, मतलब हिसाबको म त सब पनि जान्दिनँ। सेटको हिसाब, स्यालेरी, यताउता च्यानलको सबै हिसाब किताब गरेर बुझाइदिन्छु। नेपाली मुभी गर्ने कलाकारहरूलाई पनि प्रोत्साहन दिन्छ र यो पुरस्कार हो। इन्डियामा पनि कति कलाकार सबके जो अथी करे छे सम्मान एवार्ड फंक्सन हुन्छ, तर हाम्रो मैथिलीको जुन कलाकार छ त्यसलाई कतै हुँदैन। मलाई मेरो कलाकारले जुन सानो छ त्यसलाई दियोस्, त्यसलाई प्रोत्साहन गरियोस्, त्यही सपना थियो। कसैले त्यो खोज्न आएन, कुनै पत्रकार आएन। अनि हामीहरू एउटा सिरियल गरेको थियो ससुराल एक श्राप भन्ने एउटा सिरियल 100 एपिसोडको। अनि त्यसको इन्डिङ बेलामा सेम एवार्ड फंक्सन जस्तै कलाकारलाई सम्मान दिने त्यस्तो। अनि त्यसमा एउटा दुईटा पत्रकार कस्तो थियो, आफै बढाइ गर्छ रे। यहाँको पत्रकारहरूलाई कुनै यदि पत्रकार सम्मेलन हुन्छ भने भत्ता, सरकारी प्रोजेक्टहरूमा भत्ता आउँछ, त त्यो सबैजना त्यहाँ गयो, फलानु नेता आएछ त्यहाँ गयो, फलानु मन्त्री आएछ त्यहाँ गयो, यताको कोही पनि आउँदैन। मतलब भन्छ नि घरकी मुर्गी दाल बराबर हो, त्यस्तो व्यवहार छ कि यहाँनिर। विश्वास टुटेछ कि कसैले मलाई मेरो न्युज गर्छ, मलाई अगाडि बढाउँछ, मान्छेहरू चिन्छ, त्यो विश्वास छैन अब। होइन, मलाई विश्वास थियो कसैलाई त नजर आउँछ, नजर पर्छ कि हामीहरू कुरो सुन्न आउँछ। हामीहरूलाई सोध्थ्यो पनि कि कोही पनि आउँदैन है हामीहरूको बारेमा सोध्न, हामीहरू बढी सिकायो यो खोजबिन गर्थ्यो। हामीलाई कसैले अवार्डमा बोलाउँदैन है भनेर सोध्थे क्या, कति नराम्रो लाग्थ्यो क्या। अब केही कतै कार्यक्रम भयो ठुलो नि, कसैले नचिनेको मान्छेलाई बोलाउँछन्, तर कसैले चिन्दैन नि, त्यसलाई एकदम मान सम्मान दिन्छ। कत्रो सपना थियो कि धेरै मेहनत गर्यो, धेरै मेहनत नखाइ खाना हामीले गरेको थियो। एकचोटि भोकै बसेर अनि एकचोटि खान्थ्यो दिउँसो, एकचोटि अनि घाममा एकदम 44-45 डिग्रीको घाममा खट्थ्यो। त्यति गरेर पनि मान्छेहरूले यति माया गर्छन्, यति इज्जत गर्छन् मान्छेहरूले, जी भनेर बोलाउँछन्। ठुलोजी, अरुणजी, लडुवाजी, कलकतियावालीजी, कसैले पनि आजसम्म यहाँको कलाकारहरूले कसैले पनि भनेन होला कि यिनीहरूलाई इज्जत गर्यो, यिनीहरू यस्तो राम्रो गरेछन्, अगाडि बढाइदियो। र आश पनि टुटिसक्यो अब। झन् मतलब भन्या छैन, तर भित्र त मल्ले छैन नि उनीहरू। कसैले बोलाउँदा पनि बोलाउँदैन केमा, सधैँ भन्छु जनकपुरमा यो भयो, ल हामीलाई बोलाउँदै बोलाएन भन्छु। फेरि यसले भन्छ होस्, तँलाई अरूको किन चाहियो, तँलाई दर्शक छँदैछ नि, तँलाई घरमा माया गर्ने मान्छे छ, खोज्छ नि, आज भिडियो किन अपलोड भएन, यत्रो भगवान् जस्तो दर्शकहरू हुनुहुन्छ, तँलाई अरू किन चाहियो। अनि त्यसमा मन खुसी गरिहाल्छु। धेरै खुसी लाग्यो। कहिलेसम्म यति बोलेको थिएन हाम्रो डाइरेक्टर साहबले, हामी पनि कहिले बोलेको थिएन, किनभने कसैले आउँदैन त म कसलाई भनौँ। हाम्रो टिमको एउटा भिडियो भाइरल भएको थियो, ठुलो भाइरल। त्यो त्यति भाइरल भयो कि इन्डियाको आज तक च्यानल छ, आज तक जी न्युज, जति ठुलो च्यानल सबैमा आयो। नेपालको कसैले पनि सेयर पनि गरेन। सुनिल ग्रोवरलाई चिन्नुहुन्छ, जो कमेडी नाइट विथ कपिलमा आउँछ नि, त्यो गुत्तीको रोल गर्छ नि, उहाँले पनि सेयर गर्नुभएको थियो यो भिडियो हामीहरूको। र नेपालबाट एउटा पत्रकार आएन इन्टरभ्यू लिन, केही पुछ्न, कसैले एक लाइन पनि केही लेखेको छैन। हामीहरूको मेहनत पब्लिकले बुझ्छ, पब्लिक हेर्छ। यहाँको मिडियाहरू श्रेष्ठ मान्छेहरू बुझ्दैन। मलाई के लाग्छ, यिनीहरूलाई त जर्नी पर्छ कि के हो, हामी त बच्चा हो नि। यसकै कारण कि मेरो कलाकारको हिम्मत नटुटोस् कि म कस्तो ठाउँमा छु, मलाई कसैले खोज्दैन।
अनि त्यही सोचेर म त्यति पैसा खर्च गरेर यति ठुलो सिल्ड किने त्यो अवार्ड अनि आफै सबले बाँटे। सबैजना कतिजना छ गनेर किन्यो, गोलगप्पालाई पनि दियो, अन्सा मनसा रसिली ढिम्की भर्खर आएको थियो है त्यो सिरियलमा, फर्स्टै सिरियल थियो उनीहरूको, त्यही पनि उनीहरूलाई दिएको ताकि उनीहरूलाई यो नलागोस् कि मलाई जे लाग्यो मलाई आजसम्म कसैले पनि दिएन त त्यस्तो नलागोस् कि हामीलाई कसैले पनि दिँदैन, यत्रो टिममा आयो हामीलाई कसैले दिँदैन, त्यसको लागि पनि मान्छेहरूले यति गिजिआए कि भने कि यिनीहरू आफ्नैमा आफै ठुलो भइरहेछन्, आफ्नै कलाकारको बढाइ गरिरहेछन्, अनि कसको गर्नु त? त्यही हो कि हामीसँग जे भयो त्यो उनीहरूसँग नहोस्, यिनीहरू बच्चा मान्छे हो होइन, दिमागमा यो नहोस् कि यो कलाकारिता क्षेत्र खराब रहेछ, इज्जतै छैन, यस्तो नहोस् भनेर हामीहरूले त्यही पनि कोसिस गरिरहेको छौँ, टाइममा मद्दत गरिरहेको छौँ, टाइममा। यो फिल्म पनि म किन स्टार्ट गरेको त्यही मतलब मेरो कलाकारको मन छोटो नपरोस्। अब बाहिरबाट काठमाडौँबाट टिम आयो सबलाई खोज्छ, फिल्मको लागि आएको थियो, सबैलाई खोजे, हामीले अब खोज्छ पनि नि, जस्तो अडिसन लिन्छ, पेमेन्टको कुरो गर्दै त्यस्तो गर्न आउँछ बिना पैसाको त भन्छ म आफै काम मेरो छोडिदिउँ। अरूको ठाउँमा अरू मान्छे यदि भइदिएको भए त त्यो डाइरेक्टरको घर बन्छ। म अरुणको साथी सँगसँगै स्टार्ट गरेको तापनि उसको कुरा एक दिन पनि काट्दिनँ, रेस्पेक्ट गर्छु, किनभने उसको कारणले म आज आँठी बनेछु, श्यामबाट आँठी होइन। त्यही भएर म धेरै रेस्पेक्ट गर्छु दिलले। यो मेरो टिम हो, मेरो टिमै हुँदैन भने आँठी कहाँबाट, मनसा कहाँबाट, टिम रहँदैन भने आँटीको कुनै भ्याल्युै छैन, मनसाको अन्साको केही भ्याल्युै छैन। हामीहरू एउटा परिवार हो। मतलब एकजना भन चुने मतलब कति कहे नेपालीमा हो र चुनी के चुनीकन आएछ, भगवानले पठाएछ हामी कहाँ आए छैन, भगवानले पठाएको टिमकै कारण यो चलिरहेछ हाम्रो, अन्त कहाँ एक्लै कोही गर्न सक्छ थोरै। हामीहरू हावा खाएर पनि मोटा हुन्छ, यिनीहरू खाना खाएर पनि मोटा हुँदैन। दाइ पनि खुस हुनुहुन्छ एकदम। विदेशबाट आउनुभयो कि विदेशबाट आएर यही काम गर्नुहुन्छ। यो सब घर बनाउनु भएछ नि, त्यो दाइको सबमा सपोर्ट हो, मतलब दाइ जन जस्तो काम गर्नुभएछ यसमा। अब मिस्त्रीलाई मैले पैसा दिँदा दाइ यस्तै सब काम गर्नुभएछ, सबै घर यो जति घर छ नि त्यो सब दाइले बनाउनु भएको, दाइ र मिस्त्री मिलेर। अहिले पनि जस्तै फिल्म बनायो नि, फिल्म बनाउँछ एल्बममा त प्रोड्युसरमा नाम म दाइ किनकि उहाँले नै जन्म दिनुभएको यो लाइनमा सब पैसा लगाएर यति काम गर्नुमा, त नाम प्रोड्युसरमा नाम उहाँको हुन्छ। त मेरो पैसा कसरी हो, त्यसकै पैसाबाट मैले उ गरेको त मतलब मेन त त्यही हो नि, त त्यसकै नाम हुन्छ, जहाँ प्रोड्युसरमा नाम दाइको हुन्छ। कट